यहाँ लाएको सेटअप पटेको पनि ग्रिन पक्लेर जान्छ होला, त्यसपछि चिन्दैन होला मान्छेले। हाई गुड मर्निङ। म किन यसरी घुमाइरहेको छु थाहा छ तपाईँलाई? किनकि म देखाइरहेको छु सिनहरू बिहानको। अब योभन्दा पछि त अब त अर्कै पोल्ने काम हुन्छ कि साह्रै गाह्रो हुन्छ कि, त्यही भएर अलि बिहानै आएर म भिडियो बनाएको। अलि 8-9 बजे आयो भने त यहाँको पसिना कहाँ जान्छ मलाई पनि थाहा छैन, भन्न सक्दिनँ होइन। र सबै कुरा गिलो हुन्छ क्या, कसरी भनौँ। त्यही भएर भन्न आएको कि गाइज कुनै पनि भिडियो बनाउन चाहनुहुन्छ भने भिडियो क्वालिटी प्लस हरेक कुराहरू देख्न चाहन्छ बिहानै आएर भिडियो बनाउनु होला। तपाईँको भिडियो राम्रो आउँछ, प्लस गर्मी पनि हुँदैन, चिसो चिसोमा हल्का हल्का हावा चलिरहेको हुन्छ, मस्त सरर त्यति बेला बनाएर गइसक्नुहुन्छ। तर 8-9 बजेपछि आउनुभयो भने यहाँ लाएको सेटअप पटेको पनि ग्रिन पक्लेर जान्छ होला, त्यसपछि चिन्दैन होला मान्छेले। प्लस पसिना पनि कहाँ कहाँ चुहेर टपक टपक गरेर सबै भिजिरहेको हुन्छ। त्यही भएर गाइस भन्न चाहन्छु बिहान आउनुहोस्, रमाइलो गर्नुहोस्, भिडियो बनाउनुहोस्। र देखिराख्नुपर्छ नि यो सिन सोनापुरको। म सोनापुरको देखाइरहेको छु। यो ठाउँमा आउनुहोस्, भिडियो बनाउनुहोस्, मस्त छ। बिहान बिहान कोही पनि हुँदैन, सुनसान, भिडियो बनाउन एकदम राम्रो छ। र गाइस आउनु होला, भिडियो बनाउनु होला, प्लस गर्मीमा नआउनु होला। भनिदिइहाल्यो नि साह्रै गाह्रो हुन्छ कि, कसम कता कताको पसिना कहाँ कहाँ गरेर बाटो धुँदै बोल्दै जान्छ कि चिन्नलाई है। गाइस त भिडियो मन पऱ्यो भने यसो लाइक सेयर गरिदिनु होला। अर्को पनि भिडियो लिएर आउँछु। सी यू गाइस, बाइ बाइ, लभ यु अल।